नमस्ते, म महेन्द्र कुँवर। म अहिले यो हाम्रो रासोपाको सचिवालयमा छु र यही सचिवालयबाट केही कामहरू, आन्तरिक कामहरू मैले गरिरहेको छु भने हाम्रो दिनेशजी हुनुहुन्छ यहाँ मसँग। उहाँ चाहिँ फिल्डमा खटिनु भएको छ। प्रत्यक्ष फिल्डमा खटिएर मतदाताको कुराहरू बुझ्नुभएको छ, सुन्नुभएको छ, भेट्नुभएको छ। अहिले चाहिँ हामी अहिले भर्खरै उहाँ फिल्डबाट फर्किनु भएको छ र त्यहाँ स्थिति के छ, के कस्तो पाउनुभएको छ भन्ने विषयमा छोटो कुराकानी गर्न गएछु। दिनेशजी, आराम हुनुहुन्छ नि? आरामै छ। महेन्द्रजी के छ खबर? ठिकै छ। मै सचिवालयमै छु। हजुर बसेर यहाँ फोनहरू गर्ने, कुराकानी गर्नेदेखि लिएर आन्तरिक कामहरू गरिरहेको छु। के छ यो जिल्लाको गाउँ-गाउँमा गइरहनु भएको छ? कस्तो पाउनुभएको छ? त्यहाँको माहौल कस्तो छ? पब्लिकले, आम पब्लिकले के भन्छन् राष्ट्रप्रति धारणा कस्तो राखेका छन्? अब यस्तो छ दशकौँदेखि राजनीतिक इतिहास निकै लामो छ। जिल्लामा यस्ता चुनावहरू धेरै भइसकेका पनि छन्। तर यसपालि म आजै पनि 2-4 जना यस्ता मान्छेहरूसँग भेट्न पाएँ अपरिचित भएर। मलाई उहाँहरूले पनि चिन्नुहुन्न र मैले पनि उहाँहरूलाई चिन्दिनँ, होइन? अनि उहाँहरूसँग यसो कुरा गरियो। म गाडीमा एउटा यात्रा गरिरहेको थिएँ, होइन? अनि के छ सन्चै आरामै सबै कुरा सोधिसकेपछि के बुझ्नु भएको छ गाउँठाउँमा चुनाव आएको छ। के हुन्छ त यसपालि भनेर भनेँ मैले। त्यो भन्दै गर्दा हुन त हामी फलानु पार्टीकै नतोक्दिउँ उहाँको होइन। मानौँ तोक्दै नि के भएन। सिधै उहाँले भनेको म 2 जना हुनुहुन्थ्यो। एकजना नेकपा एमालेको हुनुहुँदो रहेछ, एकजना नेपाली काङ्ग्रेसको। अनि हामी हुन त एमाले काङ्ग्रेसमा छौँ। हाम्रो गाउँठाउँ पनि अब पार्टी छोड्ने अवस्था चाहिँ छैन। गाउँठाउँ पनि सबै त्यहीँ भएको हुँदा हामीलाई हरेक हिसाबले छिमेक चाहिने, त्यो गाउँ चाहिने हुँदा पार्टी छोड्ने अवस्था छैन। तर हाम्रो त भित्रभित्रै सल्लाह घन्टीमा मतदान गर्ने भएको छ भन्ने खालको त्यस्तो भाव छ कि। भनेपछि यो पार्टी छोड्न सक्दिनौँ, हामी पार्टीमा यहीँ रहन्छौँ, उम्। भोट चाहिँ परिवर्तन गर्छौँ भन्नुको कारण चाहिँ के होला? त्यो पार्टी छोड्न नसक्नुको कारण चाहिँ केही थाहा पत्ता अब लाग्नु यस्तो छ भएको छ? उहाँले सुरुमै सामान्यतया भन्दाखेरि के भन्नुभयो भने हामी चाहिँ गाउँठाउँमा अनेक व्यावहारिक कुराहरूले पनि हामी जोडिरहेछौँ। होइन? फेरि एउटा कुरो कस्तो छ भने गाउँठाउँको त तपाईँ हामीले हेऱ्यौँ भने सामान्य कुराहरूमा कसैले थोरै ऋण दिया होला, कसैले थोरै हिजो केही राजनीतिक हिसाबले मूलतः जनताले पाउनै पर्ने कुरालाई राजनीतिक आश्वासन गराएर दियो होला, कसैले पाइप दियो होला, कसैले के दिएछ होला, यी कुराहरू छन्। अनि यी कुराले गर्दा साना कुराले पनि जनतालाई खुल्नको निम्ति अप्ठ्यारो गराएको छ। तर जनताको मन के छ भने दशकौँदेखि आज 35 देखि 36 वर्षको इतिहासमा हामी यी दलहरूलाई हेरिराख्यौँ। प्रत्येक पटक त्यही चुनाव चिन्हमा भोट हालिराख्यौँ। तर आज जनताको जनजीवन, हाम्रो जीवनस्तर, हाम्रो आज अझ एकजनाले के पनि कुरा गर्नु भन्दा एउटा घटना नि घट्या रहेछ। एकजना हाम्रै दाजुभाइको विदेशमा लास रहेछ। अहिलेसम्म लास ल्याउन नसकेको अवस्था छ। राज्यले त्योसम्म पहल गर्दैन। होइन? यिनीहरूले आएर अहिले ठुला कुरा मात्र गर्छन्। होइन? हाम्रो सामान्य व्यावहारिक कुराहरू पनि सम्बोधन गर्न सक्दैन भने अब यो पुरानो पार्टीहरूलाई वर्षौँदेखि यिनीहरूलाई हेरिराख्यो। यसपालि चाहिँ जोसुकै आओस्, जे बनोस्, हुन्छ चाहिँ भन्छौँ हामीले। भोट चाहिँ डाइरेक्ट पुरै हाम्रो भित्रभित्रै भोट चाहिँ घन्टीमा हान्ने सल्लाह भएको छ भन्नुहुन्छ। भनेपछि यसपालि परिवर्तन हुने सङ्केत छ। सङ्केत छ, बेस्सरी सङ्केत छ। किनकि हामीले विभिन्न सर्वेक्षणहरू गरिरहेका छौँ। हामीलाई त हुन त आरोप छ। फेसबुक तपाईँहरूको सामाजिक सञ्जालको पार्टी हो भन्ने आरोप छ, होइन? अझ केही साथीहरूले डाटा एनालाइसिस पनि गर्नुभएको छ। अर्घाखाँची जिल्लाको सन्दर्भमै भन्यो भने उहाँहरूले हामीलाई 3000 आफूलाई कहाँ राखेर हेर्नुहुन्छ, होइन? कसरी यिनीहरूले ग्रो गर्न सक्छन् त भन्नुहुन्छ। तर मैले साथीहरूलाई के भनिरहेको छु भन्दा तपाईँहरूले मापन गर्ने भनेको तपाईँको डाटा मापन गर्नुहोला। हिजो के थियो, आज के भइरहेछ भन्ने डाटालाई तपाईँहरूले क्याल्कुलेसन गर्नुहोला, होइन? मान्छे आज उसले हिजो यति कमाउँथ्यो, आज यति कमाएको छ भनेर त्यो उसको इन्कमलाई मापन गर्नुहोला, होइन? तर आज मान्छेले हिजो के सोच्थ्यो, आज के सोचिरहेछ, भोलि के सोच्छ भन्ने कुरा त हामीले मापन गर्न सक्दैनौँ नि त। तर हामीले अहिले हेर्ने भनेको सेन्टिमेन्ट नै हो। जनताको सेन्टिमेन्ट नै हो, जनताको भावना नै हो। त्यसकारणले गर्दा भावना प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजसभाप्रति जिल्लाव्यापी रूपमा छ। हामीले जति पनि हाम्रो साथीहरूले प्रतिस्पर्धीले होस् या हामी बिचकै साथीहरूले जुन एनालाइसिस गरेका छौँ नि, त्योभन्दा अझ उच्च मत लिएर हामीले अर्घाखाँचीबाट चुनाव जित्छौँ। भनेपछि यो अघिल्लो चुनावका डाटाहरू देखाउने, यति आएको थियो हाम्रो, उति आएको थियो हाम्रो, जुन डाटाहरू देखाउने काम गरिन्छ, उम्। त्यो डाटा यसपालि भताभुङ्ग नै हुने डाटाले फेल खान्छ। म त भनिसकेको छु। डाटा मान्छेको मन र मस्तिष्कलाई मापन गर्नै सकिँदैन कि। मन र मस्तिष्कमा घन्टीको बाहेक अरू चित्रै छैन त अनि कसरी मापन गर्ने त?
भनेपछि यसपालि अर्घाखाँचीमा रासोपाले चुनाव जित्ने निश्चित छ। निश्चित छ। हाम्रा उम्मेदवार साथीहरू जो फिल्डमा खटिरहनु भएको छ, हाम्रो प्रतिस्पर्धी दलका नेताहरू उहाँहरूको कतै न कतै रिलेटिभ पर्नेहरूबाट पनि मलाई फोन आउँछ क्या। फोन आउँछ, मेसेज आउँछ होइन। दिनेश सर बाहिर बोल्न मिलेको छैन, लेख्न पनि मिलेन, फोटो पनि उहाँकै सेयर गर्नु पर्यो, लाइक कमेन्ट पनि उहाँकोमै गर्नु पर्यो, तर मनले घन्टी बाहेक अन्त भोट हान्न मान्दैन है भन्नुहुन्छ। भनेपछि जित सुनिश्चित छ। जित सुनिश्चित छ। जित सुनिश्चित छ। यसलाई औपचारिकता दिन मात्र बाँकी छ जस्तो मलाई लाग्छ। किनकि देशव्यापी रूपमा बालेनलाई प्रधानमन्त्री बनाउनको निम्ति अर्घाखाँचीबाट हरिभूषाल हार्यो भने बालेन प्रधानमन्त्री कसरी हुने त? भोलि सिट सङ्ख्याको कुरा होला, 2/3 बहुमतको कुरा होला, एउटा सिट कमी हुनसक्छ। यो कुरामा त अर्घाखाँचीवासी संवेदनशील हुनुहुन्छ नि त। र देश-विदेशबाट अहिले त देश-विदेशबाट दिनहुँ कलमा छोराछोरीले बाबाआमासँग बाचा गरिरहेछ। यसपालि घन्टीमा भोट राख्नु भएन भने तपाईँले मलाई आफ्नो सन्तान भन्न मिल्दैन, पाउनुहुन्न भन्ने खालकासम्म बाचा भइसकेका छन् भने त्यो धर्म छोड्छ? हामी त धर्म संस्कारबाट आएको समाजको नागरिक हो नि त। त्यो संस्कार छोड्दैन अहिले अर्घाँचीवासीले। अनि यसपालि त अब पुराना दलहरूबाट काङ्ग्रेसबाट एमालेबाट पनि उम्मेदवार आउनु भएको छ। उहाँको घर दैलो कार्यक्रम हेर्नु भयो होला, उहाँको अभिव्यक्ति सुन्नु भयो होला। यसप्रति तपाईँको धारणा के छ? होइन हेरिरहेछौँ। अब सामान्य खालका उहाँहरूका इन्टरभ्यूहरू, उहाँहरूका पार्टीका कार्यक्रम सभा समारोहमा दिएका मन्तव्यहरू सुन्दै गर्दाखेरि मलाई हाँसो लाग्छ क्या। होइन आज यो युग कहाँ छ? यो युगले, यो समाजले के चाहिरहेछ? होइन यहाँको वास्तविक अवस्था के छ? हामीले गर्नुपर्ने के हो? उहाँहरूले सामान्य कागजी प्रक्रिया कुराहरू मिलाइदिएछु, मैले भोट पाउनुपर्छ भन्ने खालले जनतासँग अपिल गर्नुहुन्छ कि। त्यो मालपोत कार्यालयमा अँ, सहयोग अँ, गरेको, सिडिओ कार्यालयमा सहयोग गरेको। अँ। अनि त्यसपछि अब आफ्ना पार्टीका तिग्रे-मुग्रेहरूलाई देखाएर मेरो साथमा उहाँ तपाईँहरू जस्तो यस्ता जुझारू युवाहरू, यत्रो शरीर भएका युवाहरू हुनुहुन्छ भन्ने खालको सङ्केत देखाउनुहुन्छ। त्यो भन्न खोजेका के हो? अझै पनि पाखुराको लडाइँ लड्ने हो कि? अनि अँ? जेलनेलका कुरा पनि गर्नुहुन्छ नि। अझै पनि जेलनेलका त्यो प्याज खाइराख्ने हो कि? अझै पनि पाखुराको लडाइँ लड्ने? यो होइन, यो त ब्लू रेभोल्युसनको टाइम हो। अब विचारको लडाइँ हुन्छ यहाँ, विधिको लडाइँ हुन्छ यहाँ। अहिलेसम्मको विधिषणाको लडाइँ हुन्छ अब। त्यसरी हामी चाहिँ चुनाव जित्छौँ। हामी चुनाव जित्छौँ। चुनाव हामी फेरि त्यसै यो तपाईँको यो हाइपोथेटिकल कुरा गरेर चुनाव जित्छौँ भनेर हामीले घोषणा गर्दै हिँड्ने होइन। हामी अर्घाखाँची जिल्लालाई कस्तो बनाउने भन्ने तपाईँकै सक्रियतामा भनौँ होइन? हामी मिलेर चाहिँ यो अर्घाखाँची जिल्लालाई कस्तो बनाउने भन्ने खाका कोरिरहेछौँ। अबको 5 वर्षभित्रको अर्घाखाँची के? अबको 15 वर्ष सम्मको अर्घाखाँची के भन्ने त हामीले दूरदृष्टि छ नि त हामीसँग। नेता बनेको, नेतृत्व गर्ने भन्ने मान्छेको त यो पर्खालसम्म के छ सामान्य नागरिकले देख्छ। यो पर्खाल पारी पनि के छ भन्ने नेताले देख्न सक्नुपर्छ र त्यो लिडर हो नि त। हो। हो, त्यो लिडरसिप हामीले देखाउँदैछौँ यसपालि। हस्, यसपालिको चुनाव पक्का जितिन्छ, जितिन्छ, ढुक्क जितिन्छ। हुन्छ। जित्नको निम्ति हामी सबै सक्रिय छौँ र आम जिल्लावासीहरूमा नि त्यो जुन खालको चेतना आएको छ, जुन खालको उत्साह छ, त्यो उत्साहलाई एउटा विजयमा परिणत गर्न बाँकी छ। यो भिडियो हेरिरहनु भएको महानुभावले के भन्न चाहनुहुन्छ? सबैलाई एकदम चाहिँ जय घन्टी, नमस्ते, जय देश भन्न चाहन्छु। अर्घाँचीवासी आम आमा-बुवा, दाजुभाइ, दिदीबहिनीहरू जो अर्घाखाँचीमै हुनुहुन्छ र अर्घाखाँची जन्मभूमि भएर आफ्नो बाध्यता व्यवस्थाले गर्दा कर्मभूमि बनाएर विभिन्न ठाउँमा बस्नुभएका साथीहरू हुनुहुन्छ, युवा साथीहरू, आदरणीय अग्रजहरू हुनुहुन्छ। हामीले पटक-पटक दशकौँदेखि यो पुराना दलहरूलाई हेऱ्यौँ, त्यही चुनाव चिन्हमा मतदान गऱ्यौँ। तपाईँहरूले मात्र होइन, मैले पनि त्यही चुनाव चिन्हमा मतदान गरेँ। तर आज हामी जस्ता 28-30 वर्षका युवाहरू यो देशलाई केही गर्नुपर्छ, केही कन्ट्रिब्युसन गर्नुपर्छ, केही परिवर्तन गर्नुपर्छ भनेर हामीहरू हाम फालिरहेका छौँ। हामीलाई काम गर्न दिनुहोस् न एकपटक भनेर तपाईँहरूको काम गर्ने अवसर खोजिरहेछौँ। त्यस कारणले गर्दाखेरि यो जिल्लावासी र जिल्लाबाट बाहिर रहनुभएका अर्घाखाँचीवासीले पनि यसपालि जुनै हालतमा नि मत परिवर्तन गर्नुपर्छ। आफ्नो ठाउँबाट कसरी सकिन्छ? तपाईँ फिजिकल्ली आएर भोट हान्न सक्नुहुन्छ कि भर्चुअल्ली भोटलाई चेन्ज गर्न सक्नुहुन्छ कि तपाईँको नाता, कुटुम्ब, इष्ट, मित्र, साथी, सर्कल एभ्रिवेयर तपाईँहरूले चाहिँ यो मत परिवर्तनको अभियानलाई अगाडि बढाउनुहोस्। तपाईँ हाम्रो सबैको जय हुनेछ, यो राष्ट्रले निकास पाउनेछ, यो राष्ट्रले समृद्धि हासिल गर्नेछ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु। धन्यवाद। नमस्कार।